आज हामी कक्षा 9 को ट्युसन क्लासमा छौँ र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई नमस्कार, गुड मर्निङ। र आज हामी कक्षा 9 को विषय कार्यालय सञ्चालन तथा लेखन। आजको हाम्रो जुन टपिक छ त्यो गोसवारा भोजर रहेको छ। गोसवारा भोजर भनेको जनरल इन्ट्री रहेको छ। र सबैभन्दा पहिला हामी जनरल इन्ट्री भनेको के हो त्यसमा हामी प्रवेश गर्छौँ। र जनरल इन्ट्री भनेको गोसवारा भोजर भनेको के हो भने अब कुनै पनि कार्यालय वा संस्थामा भएका आर्थिक क्रियाकलापहरूको प्रारम्भिक अभिलेखलाई गोसवारा भोजर जनरल इन्ट्री भनिन्छ। भनेको जनरल इन्ट्री भनेको के हो भने कुनै पनि कार्यालय वा सङ्घ संस्थामा भएका आर्थिक क्रियाकलापहरूको सुरुमा अथवा प्रारम्भिक अभिलेख भनेको सुरुमा अभिलेख राख्छ भने त्यस्ता कार्यलाई हामी के भन्छौँ त गोसवारा भोजर भन्छौँ, जनरल इन्ट्री भनिन्छ। र जनरल इन्ट्रीमा हाम्रो अब जनरल इन्ट्रीमा हामी अब रूल अफ डेबिट एन्ड क्रेडिटको बारेमा हामी चर्चा गर्छौँ। यो पनि अब छ यस्ता गोल्डेन रूल। र अब यो डेबिट र क्रेडिट गर्दा विद्यार्थी भाइ बहिनीहरूले चाहिँ ध्यान दिनुपर्ने कुराहरू के छ भने हाम्रो एउटा तीनवटा हुन्छ। एउटा हुन्छ पर्सनल एकाउन्ट, दुईमा आउँछ रियल एकाउन्ट र थर्डमा आउँछ तेस्रो आउँछ नोमिनल एकाउन्ट। र यो पर्सनल एकाउन्ट भनेको के हो भने कि कुनै पनि कार्यालयहरूमा अब कुनै पनि व्यक्ति वा संस्थाको कुनै पनि व्यक्ति वा संस्थाको
संस्थाको अभिलेख राख्ने खातालाई हामी के भन्छौँ भने यो पर्सनल भनेको व्यक्तिगत खाता भनिन्छ। त्यस्तै रियल एकाउन्ट भनेको के हो भने यसमा सम्पत्तिहरूको अभिलेख राख्छ। कुनै पनि कार्यालयमा भएका कुनै पनि कार्यालयमा भएका सम्पत्तिहरूको अभिलेख राख्ने खातालाई रियल एकाउन्ट भनिन्छ। भनेको वास्तविक खाता भनिन्छ। त्यस्तै हाम्रो अब लास्टमा रहेको छ नोमिनल एकाउन्ट भनेको के हो? कुनै पनि कार्यालयमा भएका खर्च नोक्सान र आम्दानी वा नफालाई मात्र अभिलेख राख्ने खातालाई नोमिनल एकाउन्ट भनिन्छ। भनेको अवास्तविक खाता अवास्तविक खाता भनिन्छ। अब यसको अब डेबिट र क्रेडिट गर्नुपर्दा अब यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने यहाँ हेर्नुस् पर्सनल एकाउन्टले के भन्छ भने रिसिभर इज द डेबिट and giver is the credit। त्यस्तै पर्सनल एकाउन्टले के अरे रियल एकाउन्टले के भन्छ भने रियल एकाउन्ट भनेको के हो भने यसमा डेबिट र क्रेडिट गर्दा ध्यान दिनु के पर्छ भने कि व्हाट्स come in debit and goes out credit। र त्यस्तै छ हाम्रो नोमिनल
नोमिनल एकाउन्टमा के हुन्छ भने all expenses loss are debit and all income profit gain are credit। अब यसमा बुझ्नुपर्ने कुरा के छ भने पर्सनल एकाउन्ट भनेको के हो कि कुनै पनि कार्यालयमा व्यक्ति वा संस्थाको अभिलेख राख्छ भने त्यस्ता खातालाई हामी भन्छौँ व्यक्तिगत खाता अथवा पर्सनल एकाउन्ट भन्छौँ। र रियल एकाउन्ट भनेको कुनै पनि कार्यालयमा भएका सम्पत्तिहरूको अभिलेख राख्छ भने त्यस्ता खातालाई हामी रियल एकाउन्ट भन्छौँ अथवा वास्तविक खाता भनिन्छ। र पर्सनल एकाउन्टमा अब यहाँ हेर्नु, पर्सनल एकाउन्टमा चाहिँ यसको रुल छ कि रिसिभर इज द डेबिट एन्ड गिभर इज द क्रेडिट हुन्छ। त्यस्तै रियल एकाउन्टमा पनि अब सम्पत्तिहरूको अभिलेख राख्छ, सम्पत्तिहरूको मात्रै अभिलेख राख्छ र सम्पत्ति बढेमा चाहिँ डेबिट गर्ने र सम्पत्ति घटेमा के गर्ने क्रेडिट गर्ने। र यो नोमिनल एकाउन्ट कि कुनै पनि कार्यालयमा भएका खर्च नोक्सान र आम्दानी वा नफालाई हामी मात्र अभिलेख राख्छौँ भने त्यस्ता खातालाई नोमिनल र वास्तविक खाता भनिन्छ। पर्सनल एकाउन्टको रुल छ रिसिभर इज द डेबिट एन्ड गिभर इज द क्रेडिट। त्यस्तै छ रियल एकाउन्टको रुल छ व्हाट्स कम इन डेबिट एन्ड गोज आउट क्रेडिट। त्यस्तै नोमिनल एकाउन्टको रुल छ all expenses loss are debit and all incomes profit gain are credit हुन्छ। र क्रेडिट गर्ने ट्रिक यो ट्रिक बुझिसकेपछि तिमीहरूलाई राम्रो लाग्छ र मलाई आशा पनि छ। र हामी टाइप अफ एकाउन्ट जुन पढ्नु भयो टाइप्स अफ एकाउन्ट टाइप अफ एकाउन्ट डेबिट बेटा क्रेडिट अघि हामी जुन चर्चा गरेको थियो त्यसको सानो ट्रिक छ। अब नबुझेको विद्यार्थी भाइ बहिनीहरू यसबाट बुझिहाल्छ मलाई आशा पनि छ, यसबाट बुझ्छन्। अनि फर्स्टमा हाम्रो थियो पर्सनल एकाउन्टमा के छ डेबिट कति बेला गर्ने हो यो रिसिभर हुँदा हामी के गर्छौँ डेबिट गर्छौँ र गिभरलाई चाहिँ हामी के गर्छौँ क्रेडिट गर्छौँ। त्यस्तै सेकेन्डमा छ रियल एकाउन्ट र रियल एकाउन्टमा चाहिँ त्यहाँ के परेको थियो कि रिसिभर इज द डेबिट के अरे पर्सनल एकाउन्टमा रिसिभर इज द डेबिट एन्ड गिभर इज द क्रेडिट थियो। त्यस्तै रिसिभरलाई के गर्ने डेबिट गर्ने अनि गिभरलाई क्रेडिट गर्ने। त्यस्तै पर्सनल एकाउन्टमा के भनेको थियो व्हाट्स कम इन डेबिट भनेको कम इनलाई डेबिट गर्ने, गोज आउट क्रेडिट भनेको थियो यहाँ गोज आउटलाई क्रेडिट गर्ने। यो सानो ट्रिक छ। त्यस्तै छ हाम्रो एउटा के थियो नोमिनल एकाउन्ट र नोमिनल एकाउन्टमा चाहिँ हामी के गरेको थियौँ अब डेबिट कति बेला गर्ने रे भने कि यसमा एक्सपेन्सेस हुन्छ
all expenses लस लाई हामी के गर्छौं डेबिट गर्छौं त्यस्तै यहाँ क्रेडिट गर्दाखेरि all इनकम्स profit गेन हामी के गर्छौं त्यो क्रेडिट गर्छौं र एउटा अब यो बुझिसकेपछि हामी अब एउटा सानो कुरा गर्छौं र यहाँ डेबिट क्रेडिट मलाई लाग्छ कि यो टेबलबाट तिमीहरु बुझिसक्यो होला बुझेको छ भने सबै विद्यार्थी भाइ बहिनीहरु एससीको अथवा नको कक्षा 9 र 10 मा पढ्नु भएको विद्यार्थी भाइ बहिनीहरु यसलाई लाइक कमेन्ट र शेयर गर्दै गर्नु होला र यहाँबाट बुझिसकेको मलाई पनि आशा छ र अब यहाँ ध्यान दिनु डेबिट र क्रेडिट गर्दा एउटा सानो कुरा पनि ध्यान दिनुपर्छ डेबिट एन्ड क्रेडिट गर्दा अब के हुन्छ भने एसेट भनेको सम्पत्ति बढ्यो भने यहाँ ध्यान दिनु यो भनेको यो चिन्ह भनेको बढेको चिन्ह छ र सम्पत्ति बढ्दा चाहिँ के हुन्छ डेबिट हुन्छ त्यस्तै सम्पत्ति एसेट सम्पत्ति यो चिन्ह भनेको यो घटेको चिन्ह हो र यो सम्पत्ति घट्दाखेरि हामी के गर्छौं क्रेडिट गर्छौं त्यस्तै छ लायबिलिटिज भनेको दायित्व हो दायित्व बढेमा क्रेडिट गर्ने र लायबिलिटिज दायित्व घटेमा यो चिन्ह भनेको घटेको हो र दायित्व घटेमा चाहिँ डेबिट गर्ने र यो चाहिँ जनरल इन्ट्रीमा बुझ्नुपर्ने कुरा यही हो जनरल इन्ट्रीमा चाहिँ डेबिट र क्रेडिट गर्दा यो तीनवटा कुरा बुझिसक्यो भने हामी यो जनरल इन्ट्री गर्न सक्छौं र पहिला हामी यो पर्सनल अकाउन्टमा डेबिट कसरी गर्ने क्रेडिट कसरी गर्ने र पर्सनल अकाउन्टमा डेबिट गर्दा भनेको यो रिसिभर भनेको पाउने व्यक्ति वा संस्थालाई हामी के गर्छौं डेबिट गर्छौं त्यस्तै कुनै पनि व्यक्ति वा संस्थाले दिँदाखेरि हामी के गर्छौं क्रेडिट गर्छौं र रियल अकाउन्टमा के हुन्छ भने कि कन्सियन्स भनेको सम्पत्ति आयो भने के गर्ने सम्पत्ति आयो अथवा सम्पत्ति बढ्यो सम्पत्ति आउँदा डेबिट गर्ने र सम्पत्ति बाहिर जाँदा हामी के गर्ने त क्रेडिट गर्ने र त्यस्तै छ हाम्रो यहाँ तल जुन छ यो नोमिनल अकाउन्ट यहाँ नोमिनल अकाउन्ट छ नोमिनल अकाउन्टमा के हुन्छ भने यो अल एक्सपेन्सेस भनेको खर्च हो सबै प्रकारको खर्चहरूलाई हामी के गर्छौं त डेबिट गर्छौं र लस भनेको नोक्सानलाई पनि हामी डेबिट गर्छौं त्यस्तै छ अल इन्कम्स प्रॉफिट गेनलाई हामी के गर्छौं भने क्रेडिट गर्छौं त्यस्तै एउटा सानो कुरा बुझ्नुपर्ने एउटा के छ भने कि सम्पत्ति एसेट भनेको सम्पत्ति हो र सम्पत्ति बढ्दा डेबिट गर्ने सम्पत्ति बढ्दा के गर्ने रे डेबिट गर्ने त्यस्तै सम्पत्ति घट्दा यो चिन्ह भनेको घटेको चिन्ह हो र सम्पत्ति घट्दा क्रेडिट गर्ने त्यस्तै लायबिलिटी भने दायित्व हो र दायित्व बढ्दाखेरि हामी के गर्छौं क्रेडिट गर्छौं र लायबिलिटीज दायित्व घटेमा हामी के गर्छौं डेबिट गर्छौं र आजको यो पार्ट 1 मा जुन छ हामी जनरल इन्ट्रीको कुरा गरेको छौं अनि मन परेमा चाहिँ लाइक कमेन्ट र शेयर गर्नु होला र पार्ट 2 मा हामी अर्को दिन बैंक रिक्लेसन स्टेटमेन्ट कक्षा 10 को र पार्ट 2 मा चाहिँ कक्षा 9 को चाहिँ हामी के राख्छौं त ट्रायल ब्यालेन्सको कुरा राख्छौं यदि लाइक मन परेमा लाइक कमेन्ट शेयर गर्नु होला र अर्को पार्टमा हामी राख्ने छौं कक्षा 10 को बैंक रिक्लेसन स्टेटमेन्ट र कक्षा 9 को चाहिँ हामी ट्रायल ब्यालेन्सको भिडियो राख्ने छौं यति भन्दै धन्यवाद।